हुन्छ लगाइदिनु छैन अब यसलाई सकेर मात्रै त्यसलाई रातो चाहिँ अब यो हुन्छ त्यो बाछी हो अर्को बाछी हो यसको अलिक नाला पनि अलिक लामो लाग्यो यसलाई लामो चाहिँ छोटै बनाउनुपर्छ खाइजान्छ लालभित्तीको उदाहरणीय परिवार यो कुन धान हो रन्जी बुवा हुनुहुन्छ पनि पुग्नु भएको छैन त्यति नै पुग्नु होला लक्ष्मी पूजा हुँदैछ गाई पूजा यी हाम्रो नेपालको मौलिक संस्कृति हो यो गाईलाई पूजा गर्ने अब गाईले यहाँ खाँदै हुनुहुन्छ गाईलाई खान्की पनि गयो आज गाई लक्ष्मी पूजा गाई तिहार पनि भनिन्छ नेपालीमा तिहार धेरै ठाउँ मानिन्छ भारतमा पनि मानिन्छ तर हाम्रो नेपालको तिहार मनाउने छुट्टै विशेषता छ त्यो मध्ये एउटा हो यो गाईलाई पूजा गर्ने गाईको दुध अमृत समान भनिन्छ नि त्यसैले गाई पूजा गरिन्छ हाम्रो नेपालको संस्कृति यसरी